गुड मर्निङ एभ्रिवान। बिहानको अराउन्ड 9:30 हुन लागेको छ। हामी चाहिँ अहिले चाहिँ जुम्ला जिल्लाको चाहिँ यो सिन्जा भ्याली नै कै एरिया पर्छ, तर गोरु चौर भन्ने ठाउँमा चाहिँ बसेका छौँ। यहाँ चाहिँ हल्का पानी परेको छ र बिहानमा र हिजो राति पनि हल्का पानी परेको थियो र चिसो छ है। जस हाम्रो उता चाहिँ पुस लाग्ने बेला जुन चिसो हुन्छ नि, त्यतिको चिसो चाहिँ यहाँ रहेको छ र स्याउहरू पनि सबै टिपिसकेको रहेछ। कति चाँडो पाक्दो रहेछ त नि, होइन? स्याउहरू पनि सबै टिपिसकेको रहेछ। र आज चाहिँ हामी चाहिँ गोरु चौर भन्ने ठाउँमा चाहिँ बसेका छौँ। जुम्ला जिल्लामा पर्छ यो चाहिँ। अब हामी चाहिँ मुगु जिल्लाको राराताल धरतीकी रानी भनेर पनि चिनिन्छ, होइन? सो त्यहाँ चाहिँ जाने चाहिँ हामीले चाहिँ जान्छौँ आज, र चाहिँ आज उतै बस्छौँ। र यो पनि तपाईँको चाहिँ सिन्जा भ्यालीभित्र पनि पर्दो रहेछ, तर मेन सिन्जा चाहिँ योभन्दा अलिकति केही समय अगाडि चाहिँ रहेछ। र चाहिँ त्यहाँ जाने चाहिँ प्रयास पनि गर्छौँ हामी। फर्किने बेला त्यहाँ एक रात बस्ने चाहिँ प्रयास गर्छौँ, तर मिलेन भने हेरौँ समय। अब पानी परिरहेको पनि छ सानो, अब सबै कुराहरू हेर्दा चाहिँ मिल्यो भने चाहिँ हामी चाहिँ एक रात चाहिँ त्यहाँ बस्ने प्रयास गर्छौँ। लेट्स है, र हेर्नु ट्रेक गरेर यहाँ पछाडि अनि इन्टरनेसनल टुरिस्टहरू पनि आउनु भएको छ। र यहाँ यो ठाउँ चाहिँ राम्रो छ है, एकदमै राम्रो छ, तर चाहिँ नेसनल टुरिस्टहरू नै धेरै देखिन्छ इन्टरनेसनलभन्दा। हाम्रो देशभित्रकै टुरिस्टहरू धेरै देखिने गरिन्छ। उहाँहरू पनि रारा नै जान लाउनु भएको होला है। ल हामी लाग्यो रारातालतिर। यो तलको त्यो देख्नु भएको चाहिँ सिन्जा भ्याली हो जिल्लाको। र अब हामी चाहिँ यो बाटो लाग्छौँ राराताल। र राराताल चाहिँ पर्छ मुगु जिल्लामा। अब हेरौँ कहाँनिरबाट चाहिँ हामी जुम्ला छोड्छौँ। हामी भिडियो बनाउँदै जानेछौँ। पानी चाहिँ अहिले बिसाएको छ, हल्का फुल्का पानी चाहिँ परिरहेको थियो अघिसम्म। अब चाहिँ पानी नपऱ्यो हुन्थ्यो भने हो, तर पानी पर्ला जस्तै छ। ल देख्नुभयो यो सिन्जा भ्याली, जहाँ चाहिँ माथि चामल चाहिँ रोपिन्छ, उत्पादन गरिन्छ। Slanted, my reflection still there. The marquees they all read. Appearing nowhere, appearing nowhere. Now appearing. हाम्रो खस नेपाली भाषाको चाहिँ के हो उत्पत्ति स्थल, यहीबाट हाम्रो नेपाली भाषाको जन्म भएको हो भन्ने मानिन्छ है। All this time I've been holding on so tight, 'cause all that I do was easy to use. So call my time. Please, स्याउको रक्सी चट्टो लाएर Just something to do. सरले बस। वाउ माई गॉड, गाह्रो गाह्रो। वाउ Stuck in self-defense. मेरो बुनु
हुनु kita भोग्ला हेडेक भयो बिचरा सुतु